सेन्ट्रलबाट आएको जति फेसिलिटी हुन्छ सेन्ट्रल गभर्मेन्टले दिएको लागु चाहिँ एउटा पनि हुनु नदिने, अनि भोट माग्नु जाने बेलामा चाहिँ बिजेपीले के दियो भनेर पनि भन्ने, यो कुन खालको लजिक हो यार। स्याङ्सन पास पनि हुनु दिँदैन। अब पास भएन भने अहिले तिमीहरू जनताबाट पनि गएर बिजेपीले के दियो 12 सालमा पनि भन्छौ। तिमीहरूले चाहिँ के दिएको छौ फेरि? तिमीहरूले पनि केही दिएको जस्तो लागिन। म स्कुल पढ्दा पनि टिएमसी नै थियो, म काम नपाएर बाहिर खट्नु जाँदा पनि टिएमसी नै थियो, अहिले म आएर खेतमा हलो जोत्दैछु त्यो पनि टिएमसी नै छ। भएको चाहिँ के छ फेरि? प्रचार फेरि कसरी गर्दैछ प्रचार? मतलब 15 वर्षदेखि बिजेपीले सरकार चलाएको थियो पश्चिम बङ्गालमा, केही गर्नु सकेन जस्तो। टिएमसीले पो प्रचार उल्टा भइरहेछ यहाँनिर। चलाएको टिएमसीले हो 15 वर्ष, बिजेपीले होइन त। प्रचार यसरी गर्दैछ के दियो बिजेपीले? यार चलाएको टिएमसीले दिन्छ कसरी बिजेपीले? सेन्ट्रलको योजना त लागु नै हुनु दिँदैन यार। अचम्मको यार, उल्टा भइरहेछ। के दियो अरे? के दिन्छ त अन्त? दिएको जति लागु नै नहुनु दिएपछि अन्त दिनु के अरे? दिनु पनि नदिने अनि के दियो पनि भन्ने। थट, त्यस्तो पनि हुन्छ? के खालको गर्दैछ यार? 15 वर्षदेखि उनीहरू चलायो, उसले के दियो भनेर सोध्छ। तिमीले चाहिँ के दियो? 1500 महिनाको? त्यो त 2021देखि दिएको। अझ बाँकी 10 वर्ष चाहिँ के दियो खोइ? जति योजनाहरू छ यो युवा, यो के भन्छ, यो बेकार भत्ता त यो एक सेक्सन भर्खरमा चालु भयो। त्यो पनि 30% पनि पाएको छ कि छैन? त्योभन्दा अगाडि 2021मादेखि दिएको यो लक्की भण्डार। त्योभन्दा अगाडि 10 साल चाहिँ के दियो थियो यार? मतलब फर्स्ट साल 5 साल जित्यो, फिक्स थियो, हार्नु टेन्सन थिएन, केही दिएन। नेक्स्ट टाइम हार्नु टेन्सन थिएन, केही दिएन। अब 21देखि अहिले चाहिँ पुरा हार्नुको टेन्सन। अब किनकि बिजेपीले पनि आफ्नो सिट बढाउँदै बढाउँदै आउँदैछ। अब लेभलमा आइसक्यो नि त बिजेपी, अब हराउँछ भन्ने टेन्सनमा अहिले चाहिँ सुरु गर्यो केही दिनुको लागि। यो खालको कुन राजनीति हो कि होइन भन्नुहोस् त तपाईँ? यो ध्यानसँगले सोच्नु त मेरो कुरा।